दक्षिण एसियामा सबभन्दा नमुना राष्ट्रका रूपमा स्थापित भएको छ। यसरी देशमा हरेक क्षेत्रमा काम गरेर देखाउने पार्टी कुन हो भन्दाखेरि त्यो नेकपा एमाले हो। आज नेकपा एमालेमाथि प्रहार हुनु भनेको जनताको भविष्यमाथि प्रहार हुनु हो भन्ने कुरालाई तपाईँ हामी सबैले बुझ्नुपर्दछ। त्यस अर्थमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको प्रहारलाई अब जनता जाग्नु पर्दछ, जनताले प्रतिवाद गर्नुपर्दछ भन्ने कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। अब हामीले भन्नुपर्दछ, अब यो मुलुक बनाउनका लागि युवाहरू अगाडि आउनु पर्दछ। जहिले पनि संसदमा कुरा राख्नु पर्यो भने ठुलो माथापच्ची हुन्छ, माइतीघर मण्डलामा मान्छे बस्ने, तर त्यो सुनवाई कहिले पनि हुँदैन। मैले यस्तो परिकल्पना गरेको छु कि यदि कुनै टपिकमा चाहिँ एउटा थ्रेसहोल्ड कट्यो भने त्यो म्यान्डेटरी रूपमा चाहिँ संसदमा उठाउने व्यवस्था गर्न खोजेको छु। सो यदि मानौ 50,000 जनाले चाहिँ कुनै पेटिसनमा फाइल गर्यो र त्यो मेकानिजमबाट चाहिँ संसदमा पुग्यो भने त्यो मुद्दा संसदमा सांसदले अनिवार्य रूपमा उठाउनु पर्यो। अथवा कुनै जिल्लाको कुनै टपिकमा एउटा थ्रेसहोल्ड कट्यो भने सांसदलाई चाहिँ भनसुन गर्न नपरोस्, त्यो म्यान्डेटरीले चाहिँ त्यो सांसदले त्यो कुरा उठाओस् भन्नका लागि मैले जनआवाज विधेयक भन्ने विधेयकमा काम गर्ने निर्णय गरेको छु। यो कार्यविधिहरूमा म गइनँ, तर बेसिक कुरा के हो भने कुनै समस्या भयो भने दर्ता गर्ने, त्यसमा थ्रेसहोल्ड गर्छ। त्यो थ्रेसहोल्ड कट्यो भने सरकार सांसदहरूले अनिवार्य त्यसको उत्तर पनि दिनुपर्छ। उस्तै पऱ्यो भने समिति सुनवाईहरू गरेर त्यसलाई रिजोल्युसन गर्ने काम पनि गर्नुपर्छ। दोस्रो, बदनियत अभियोजन विधेयक। एउटा नेपालको ठुलो समस्या के हो भने कसैलाई मुद्दा हालिदिने, मुद्दा हालिदिएपछि पूर्वपक्षमा राखिदिने, अनि 3-4 वर्षपछि चाहिँ उसलाई चाहिँ त नट गिल्टी भनेर राखिदिने, अनि त्यस पछाडि चाहिँ त्यो त्यत्रो वर्षको उसको करियरको कुरा, उसले पैसा कमाउने कुरा, उसको मेन्टल वेलबिङका कुराहरूमा चाहिँ केही पनि नदिने, 3 वर्ष पछाडि चाहिँ त रिहा भइस भन्दै गर्दाखेरि त्यो व्यक्तिप्रति ज्यादती भएको कारणले यदि त्यो हुन्छ भने त्यो व्यक्तिलाई चाहिँ कम्पेन्सेसन चाहे त्यो आर्थिक होला, चाहे त्यो सोसल होला, चाहे त्यो फाइनेन्सियल होला, त्यो पनि गर्नु पर्यो। र जसले बदनियत राखेर अभियोजन गर्छ त्यो होल संरचनामा जोडिएका व्यक्तिहरूलाई कारबाही गर्नका लागि चाहिँ बदनियत अभियोजन विधेयक भनेर मैले त्यो विधेयकका लागि काम गर्ने निर्णय गरेको छु। अब राइट टु रिकल विधेयक। एकचोटि सांसद भयो भने आफ्नो गाउँमा पनि नजाने, ठाउँमा पनि नजाने, अनि 5 वर्ष मै माननीय हो भनेर बस्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ। त्यसैले सांसद भयो भन्दैमा जुन ठाउँबाट सांसद भएको छ प्रत्यक्षका हकमा यदि त्यहाँको 50% जनताले चाहिँ यो सांसदलाई फिर्ता बोलाउनुपर्छ भनेर पेटिसन फाइल गर्छन् भने त्यो प्रत्यक्षकै सांसद भए पनि त्यसलाई फिर्ता बोलाउने र समानुपातिका हकमा पनि एउटा व्यवस्था गरेर फिर्ता बोलायो भने 5 वर्ष कुर्नै पर्छ भन्ने बाध्यताले सिर्जना गर्ने असन्तोष, निराशा र अकर्मण्यता घटाउने मात्रै होइन, जसरी अस्ति जेनजी मुभमेन्ट भयो, अब आउने दिनमा जेनजी मुभमेन्टहरू नहुने सम्भावना पनि बढ्ने भएको कारणले राइट टु रिकल विधेयकको कुरा मैले गरेँ। अर्को कुरा इमर्जेन्सी अदालत विधेयक। मलाई के लाग्छ भने न्याय ढिलो पाउनु पनि न्याय नपाउनु हो। जसरी हामीले हस्पिटलको कन्टेक्स्टमा इमर्जेन्सी सर्भिस राखेका छौँ, हामीले अदालतमा पनि त्यो व्यवस्था गर्नुपर्छ। कहिलेकाहीँ हामीले यसो हेरौँ न, पेशी सार्नु पर्यो, बिहिबार छुट्टी भन्यो, त्यसपछि शुक्रबार बिदा भन्यो, आइतबारसम्म पेशी सरेर एउटा व्यक्ति यत्तिकै कारागारमा बस्नुपर्छ, पूर्वपक्षमा बस्नुपर्छ। त्यसैले एकदमै क्रिटिकल कुराहरूमा चाहिँ बिदाको दिनमा पनि अदालत चलाउने, पर्यो भने 24/7 पनि अदालत चलाउने, शनिबार पनि अदालत चलाउनका लागि इमर्जेन्सी अदालत विधेयकको मैले परिकल्पना गरेको छु। अनि टाइम कार्ड विधेयक हामीले धेरैचोटि भनेका